बुझाइ चाहिँ योगका आसनजहरू भन्ने हुनेछ। तर योगलाई चाहिँ अझै डेप्थमा हेर्दाखेरि चाहिँ योगमा धेरै प्रकारका स्टेप्सहरू, अष्टाङ्ग योगमा 8वटा स्टेप्सहरू एक्सप्लेन गरिएको छ होइन। अब चाहिँ सबैभन्दा हामीलाई डेफिनेसन वाट इज योगा भन्ने त हामी सबैलाई थाहा छ होइन। योग भनेको जोड हो, सामान्य भाषामा भन्दा पनि के को जोड भन्दा चाहिँ शरीर र माइन्डको बिचमा जोड होइन, कनेक्सन बिट्विन बडी एन्ड माइन्ड होइन, सोल, बडी एन्ड सोल, अथवा हाम्रो इन्डिभिजुअल सोल विथ द युनिभर्सल सोल भनेर चाहिँ भनिन्छ, योगलाई डिफाइन गरिन्छ होइन। र त्यो कसरी एचिभ गर्ने त भन्दा त्यसका विभिन्न स्टेप्सहरू हुन्छन्। त्यसको लागि चाहिँ हामीले स्टेप बाई स्टेप यो को प्र्याक्टिस गरेर चाहिँ हामी हाम्रो अल्टिमेट अथवा जुन हाम्रो चाहिँ योगको एउटा मेन पर्पज के त भन्दाखेरि हाम्रो इन्डिभिजुअल, हाम्रो भित्र भएको इन्डिभिजुअल सोललाई चाहिँ युनिभर्सल सोल अथवा गडसँग चाहिँ कनेक्ट गराउने, जसले गर्दा मान्छे चाहिँ यो साइकल अफ बर्थ र डेथबाट चाहिँ उम्किन पाओस् भन्ने चाहिँ योगको मेन चाहिँ एउटा चाहिँ यसको मेन एम हो होइन। अब यसको लागि चाहिँ जस्तै योगमा चाहिँ अष्टाङ्ग योगमा के भन्छ, यम नियम आसना प्राणायाम प्रत्याहार धारणा ध्यान समाधि भनेर यसरी स्टेप्सहरू हुन्छ होइन। अब यसमा चाहिँ यम नियमले चाहिँ रुल रेगुलेसन होइन, कसरी चाहिँ एउटा व्यक्ति चाहिँ एउटा स्ट्रिक्ट डिसिप्लिनमा बस्ने होइन, आफ्नो माइन्डलाई कसरी कन्ट्रोल गर्ने होइन, शरीरलाई कसरी कन्ट्रोल गर्ने आफ्नो भनेर यस्तै स्टेप बाई स्टेप मान्छे हामी चाहिँ योगको प्र्याक्टिस गर्छौँ। अब योगको प्र्याक्टिसको लागि चाहिँ सबैभन्दा पहिलो प्र्याक्टिसको रूपमा चाहिँ आसनासलाई लिइन्छ होइन। आसनासले चाहिँ के गर्छ भने हाम्रो शरीरलाई चाहिँ एउटा पोस्चरमा लामो समयसम्म बस्नको लागि चाहिँ एउटा स्टामिना प्रदान गर्छ होइन। त्यो पनि कसरी हामीले हाम्रो जुन नाडी अथवा हाम्रो प्राणको लागि फ्लोलाई चाहिँ एन्हान्स गर्ने गरेर हाम्रो प्राण को फ्लोलाई चाहिँ अवरोध नगर्ने अवेकन हुन्छ होइन, एनर्जीको एउटा पुञ्ज भनौँ चक्र होइन, तिनीहरू अवेकन हुँदै जाँदा हामी पनि बिस्तारै हाम्रो चेतनाको पनि विकास हुँदै जान्छ भन्ने चाहिँ यसमा स्टेप्सहरू हुन्छ। अब योगासन पछाडि चाहिँ हामी चाहिँ शरीरलाई चाहिँ कन्ट्रोल गरिसकेपछि होइन हामीले चाहिँ के गर्छौँ, नेक्स्ट स्टेप चाहिँ प्राणायाम भन्छौँ। प्राणायामले चाहिँ के गर्छ भन्दाखेरि हाम्रो मनलाई चाहिँ कन्ट्रोल गर्छ होइन। भनिन्छ नि जब हाम्रो प्राण चल्छ अनि मन चल्छ होइन। अनि जब हाम्रो प्राण चल्न छोड्छ अथवा हाम्रो ब्रिदिङ जति फास्ट हुन्छ त्यति त्यति हाम्रो मन पनि चञ्चल हुन्छ। जति हाम्रो ब्रिदिङ डिप स्लो होइन हुँदै जान्छ त्यति हाम्रो मन पनि बिस्तारै एकाग्र होइन हुँदै जान्छ, अलिकति शान्त हुँदै जान्छ। त्यो कारणले गर्दाखेरि योगमा चाहिँ प्राणायाममा चाहिँ एउटा माइन्डलाई कन्ट्रोल गर्ने, एउटा माइन्ड माथिको मास्टरी गर्ने एउटा चाहिँ सबसे सजिलो एउटा वेपन्स जस्तै हो होइन। अब यसमा चाहिँ के अर्को चाहिँ योगको के कन्सेप्ट छ भने हाम्रो शरीर चाहिँ जसरी देख्दाखेरि चाहिँ एउटा शरीर देखिन्छ, तर जसरी यसलाई विज्ञानको भाषामा चाहिँ हाम्रो शरीर विभिन्न सेलहरूबाट बन्या हुन्छ, सेलको उस्तै सेलबाट चाहिँ टिस्यु भन्छ होइन, उस्तै उस्तै टिस्यु मिलेर चाहिँ अर्गेन भन्छ, उस्तै चाहिँ अर्गेन र एउटै काम गर्ने अर्गेनको समूहले चाहिँ सिस्टम भन्छ, विभिन्न सिस्टमहरूबाट हाम्रो बडी बन्छ भन्छ। त्यस्तै गरेर योगमा चाहिँ के भनिन्छ भने हाम्रो शरीर यो यसरी हेर्दाखेरि चाहिँ एउटा फिजिकल मात्रै नभएर हाम्रो शरीरलाई चाहिँ त्योभन्दा पनि अझ एकदमै सूक्ष्म रूपमा चाहिँ योगमा हेरिन्छ। योगले चाहिँ हाम्रो शरीरमा चाहिँ 5वटा चाहिँ कोशाहरू हुन्छ, 5 पञ्चकोशा भनेर भनिन्छ। 5वटा कोशाहरूमा चाहिँ हाम्रो शरीर देख्दाखेरि एउटा फिजिकल बडी मात्रै नभएर यो भित्र विभिन्न प्रकारको चाहिँ लेयरहरू छ, विभिन्न प्रकारको चाहिँ एउटा अस्तित्व छ। जसरी हाम्रो जुन अर्गेन टिस्यु होइन सिस्टम यो मिलेर बन्ने पार्ट जुन बाहिरबाट देखिने स्थूल एउटा बडी छ, त्यो चाहिँ के हो भन्दाखेरि फिजिकल बडी, जसलाई हामी अन्नमय कोशा भन्छौँ, जसलाई हाम्रो अन्न अथवा डाइट खानाले चाहिँ नरिस गर्छ र बाहिरबाट हेर्दाको मांसपेशी हड्डीवाला जुन एनाटोमिकली हामीले बुझ्ने पार्ट चाहिँ त्यो अन्नमय कोशा मात्रै हो। हाम्रो शरीरको अन्नमय कोशापछि के आउँछ, प्राणमय कोशा। हाम्रो शरीरमा जस्ट एउटा हामीलाई
हाम्रो लाइफलाई चाहिँ कन्टिन्यू गर्नको लागि अथवा हामी अलाइभ हुनको लागि चाहिँ जस्ट बडी मात्रै भएर हुँदैन, त्यसमा चाहिँ एउटा प्राण, एउटा एनर्जी, एउटा भाइटल फोर्स हुन्छ होइन, जसलाई हामी प्राण भन्छौँ। त्यसको एउटा कन्टिन्युस फ्लो हुनु पर्यो प्रत्येक सेलमा, प्रत्येक चाहिँ हाम्रो टिस्युमा चाहिँ प्राणको एउटा चाहिँ निरन्तर फ्लो हुनु पर्यो होइन, अनइन्टरप्टेड फ्लो हुनु पर्यो। त्यसलाई चाहिँ हामी के भन्छौँ, प्राणमय कोशा भन्छौँ, जुन चाहिँ सित एउटा भाइटल फोर्स प्राणको सित हो। त्यसपछिबाट अन्नमय कोशा, प्राणमय कोशा पछाडि मनोमय कोशा भन्छ। हामीले हेर्दाखेरि चाहिँ शरीरमा चाहिँ प्राण छ, शरीर छ, त्यति मात्रै होइन, हामीभित्र इमोसन पनि छ, मन पनि छ होइन। त्यो इमोसनको कोशालाई हामीभित्र हाम्रो चित्त दुख्छ, हामी खुसी हुन सक्छौँ, हामीमा इगो पनि छ होइन। हाम्रो विभिन्न प्रकार इमोसनको सिटलाई चाहिँ के भन्छौँ हामी, मनोमय कोशा भन्छौँ होइन। अब यसलाई अझ त्यसपछिबाट विज्ञानमय कोशा भन्छ, मान्छे भने चाहिँ चेतनशील प्राणी भन्छौँ हामीले होइन। अनि यो जस्तै एउटा फ्रुटलाई चाहिँ एउटा सिड, फ्रुट भित्र एउटा सिड हुन्छ, त्यो सिडलाई चाहिँ बाहिरबाट चाहिँ फलले घेरेको हुन्छ होइन, फ्रुटले घेरेको हुन्छ। किन त भन्दा त्यो एकदमै इम्पोर्टेन्ट हो, हाम्रो प्लान्टको सबसे इम्पोर्टेन्ट पार्ट कुन हो, सिड हो। त्यो सिडलाई चाहिँ प्रोटेक्ट गरे हो होइन, त्यो प्रोटेक्ट विभिन्न प्रकारका चिजहरूबाट, वातावरणमा हुने विभिन्न प्रकारका चिजहरूबाट त्यसलाई प्रोटेक्ट गरेपछि बल्ल त्यो चाहिँ सिडबाट नयाँ प्लान्ट निस्किन्छ। त्यस्तै गरेर हाम्रो यो विज्ञानमय कोशा भनेको नि यो भित्र छ, जुनमा चाहिँ एउटा इग्नोरेन्स को एउटा लेयरले कभर गरेको छ। जब हामी त्यो इग्नोरेन्सलाई चाहिँ हामीले हटाउन सक्छौँ अनि हामी भित्रको जुन एउटा ज्ञान छ त्यो चाहिँ बल्ल त्यो चाहिँ हाम्रो निस्किन सक्छ, त्यो बल्ल चाहिँ प्रस्फुटन हुन सक्छ होइन। त्यो भएर भनिन्छ नि हामी सबैजना होइन, इच सोल इज पोटेन्सियली डिभाइन, अथवा सबै सोल चाहिँ पोटेन्सियल छ, हामी सबैभित्र एउटा पोटेन्सियालिटी छ भन्छौँ नि। त्यो कारणले गर्दा होइन, हामीभित्र एउटा ज्ञानको एउटा चाहिँ भण्डार छ, जुन चाहिँ एउटा कभरले चाहिँ त्यसलाई ढाकेको हुन्छ। त्यो कभर निकाल्ने बित्तिकै हाम्रो त्यो पार्ट चाहिँ निस्किन्छ होइन। त्यसै गरेर अर्को चाहिँ के भनिन्छ, भित्र त्योभन्दा नि भित्र होइन के छ हाम्रो भने आनन्दमय कोशा छ। अब जब हामी यो चारवटै कोशालाई ब्यालेन्स गर्छौँ होइन, अनि बल्ल हाम्रो जुन नलेजको सिट पनि एक्टिभेट हुन्छ, अनि बल्ल हामी एक्चुअल ब्लिस अथवा ब्लिसफुल स्टेट, एक्चुअल आनन्दको स्टेटमा पुग्छौँ। जुन आनन्दको स्टेट जसमा कुनै पनि अट्याचमेन्ट हुँदैन होइन, हामी जुन आफ्नो परिवार भनेर अट्याच भएको हुन्छौँ होइन, यस्ता टाइपका कुनै पनि बन्धन, कुनै पनि अट्याचमेन्ट हुँदैन, कसैपट्टि पनि कुनै पनि हामीले चाहिँ त्यो प्यासन डेभलप गर्दैनौँ होइन। हामी चाहिँ एकदम हाम्रो चित्त चाहिँ एकदम शुद्ध हुन्छ, हामीलाई चाहिँ कुनै पनि चिज पट्टि अट्याचमेन्ट छैन, कुनै पनि लोभ हुँदैन, राग हुँदैन, रिस के पनि यस्ता क्लेशहरू मुक्त हुन्छौँ। अनि चाहिँ बल्ल हाम्रो सोलले चाहिँ एक्चुअल चाहिँ आनन्दको अनुभव गर्छ होइन। र त्यो स्टेटमा मात्रै हामी चाहिँ यस संसारको बन्धनबाट जुन हामीलाई संसारी बन्धनमा बाँध्ने सबै प्रकारका क्लेशहरू हामीले तोड्न सक्छौँ, र हामी चाहिँ साइकल अफ बर्थ र डेथबाट चाहिँ हामी निस्किन सक्छौँ भन्ने चाहिँ योगको कन्सेप्ट हो। त्यो तपाईँले हेरिसक्नु पनि भयो होला होइन, त्यसमा विभिन्न प्रकारका प्र्याक्टिस पनि गरिसक्नुभयो होला। अब चाहिँ हाम्रो योगको प्र्याक्टिसको लागि चाहिँ मात्रै आसना, प्राणायाम यसको प्रयोगबाट, यम नियमको प्रयोगबाट चाहिँ हुँदैन, किनभने चाहिँ हामीलाई थाहा छ वी आर वाट वी इट, हामी जस्तो खाना खान्छौँ हामी त्यस्तै बन्छौँ। इभन यो चाहिँ विज्ञानले पनि एक्सेप्ट गर्छ। अब योगले चाहिँ कसरी हेर्छ त डायटलाई भन्दाखेरि, योग अझ त्योभन्दा नि सूक्ष्म रूपमा चाहिँ जान्छ योगमा होइन। यसले चाहिँ के भन्छ भने, हामीले खाएको खानाले चाहिँ हाम्रो बडीलाई त नरिस गर्छ, बडीलाई मात्रै नभएर हाम्रो माइन्डलाई पनि त्यसले नरिस गर्छ होइन। जसरी एउटा दहीलाई चाहिँ हामी चर्न गरेर के भन्छौँ, लेयर बनाउँछ, सबसे दहीबाट चाहिँ तल्लो मेन ठुलो पोर्सन चाहिँ मोही भन्छ भने माथिको एकदम क्रिमी पोर्सन होइन, जसलाई हामी बटर भन्छौँ। त्यस्तै गरेर हाम्रो खाना पनि हाम्रो शरीरभित्र छिरिसकेपछि के हुन्छ भन्दा त्यो तीनवटा लेयरमा बाँडिन्छ, तीनवटा फोल्ड, तीनवटा भागमा बाँडिन्छ होइन। पहिलो सबसे ठुलो हिस्सा, त्यो हिस्सा चाहिँ मलको रूपमा निष्कासन हुन्छ। त्यसपछि मिडल पोर्सनले चाहिँ हाम्रो स्थूल शरीरलाई, हाम्रो अन्नमय कोशालाई नरिस गर्छ होइन, हाम्रो मांसपेशीलाई,
नरिसमेन्ट दिन्छ होइन। त्यसै गरी हाम्रो बोनदेखि हाम्रा सम्पूर्ण एनाटोमिकल स्ट्रक्चरलाई चाहिँ त्यसले के गर्छ, नरिसमेन्ट गर्छ भने सबसे इम्पोर्टेन्ट, सबसे क्रिमी पार्ट, सबसे बटर पार्टले चाहिँ हाम्रो माइन्डलाई, त्यो चाहिँ हाम्रो माइन्डको खाना हो होइन। त्यो कारणले बाई द प्युरिटी अफ फुड वान बिकम प्युरिफाइड इन हिज इन्नर नेचर। त्यो कारणले गर्दा यसरी हामीले प्योर खाना खायौँ भने होइन, हामी चाहिँ हाम्रो शरीर मात्रै होइन, हाम्रो मन पनि प्युरिफाइड हुन्छ, हामी भित्रदेखि प्योर हुन सक्छौँ होइन। किनभने चाहिँ हाम्रो डेस्टिनी भने त के हो त भन्दाखेरि हाम्रो यो एउटा चङ्गुलबाट चाहिँ बाहिर निस्किने होइन। त्यो कारणले गर्दा यसले के भन्छ भने त्यसको लागि चाहिँ यो यौगिक डायट पनि एकदमै इम्पोर्टेन्ट हुन्छ होइन। यसमा चाहिँ जस्ट एउटा शरीरलाई मात्रै नरिस गर्ने नभएर हामीलाई माइन्डलाई पनि नरिस गर्ने चिज हो भनेर भन्छ। र योगमा अर्को के बुझाइ छ भने त्यो जुन खाना नर्मली हामीले चाहिँ खाना खान्छौँ के को लागि खान्छौँ, एनर्जी प्राप्त गर्नको लागि होइन। हाम्रो मोडर्न डायटको कन्सेप्ट त्यति मात्रै हो, खाना खाएपछि शक्ति प्राप्त हुन्छ, शरीरभित्र गएपछि त्यसले शक्ति दिन्छ। तर त्यति मात्रै होइन, त्यो शरीरभित्र गइसकेपछि त्यो हाम्रो शरीरको एउटा फ्युल हो होइन, हामीलाई शरीर शक्ति दिने एउटा फ्युल हो होइन। तर त्यो फ्युल चाहिँ हाम्रो शरीरको पार्ट पनि हो, एउटा हिस्सा पनि हो। हाम्रो शरीरभित्र गइसकेपछि त्यो हाम्रो शरीरको एउटा अङ्ग जस्तै हुन्छ, त्यति इम्पोर्टेन्ट हुन्छ। त्यो कारणले गर्दाखेरि हाम्रो शरीरको एउटा हिस्सा बनाउन कन्ज्युम गर्ने खाना चाहिँ एकदम प्योर हुनु पर्यो होइन। त्यसमा लाइफ भन्नाले त्यो एउटा पोटेन्सियल हुनु पर्यो, त्यो सडेको गलेको हुनु भएन होइन। त्यस्तो टाइपको खाना चाहिँ हामीले कन्ज्युम गर्नु पर्यो भनेर योगमा बताइन्छ होइन। अब यही चिज है, हामीले जब स्पिरिचुअली प्योर खानेकुरा खायौँ भने हाम्रो एनर्जी, वी गेट पोजिटिभ एनर्जी होइन। वी फिल हेल्दियर, लाइटर, मोर क्लियर हेडेड। कतिपय कन्डिसनमा के छ भने हामीले खाना खाएपछि झुपुक्क हुने, टायर्ड हुने होइन, एकदमै केही पनि गर्न सक्दिनँ, सुत्नै पर्छ टाइपको फिलिङ हुने। त्यो किन रहेछ त भन्दाखेरि त्यो चाहिँ हामीले अलिकति हाम्रो शरीरलाई सुट नहुने टाइपको होइन, अलिकति इम्प्योर खाना खायौँ भने त्यस्तो टाइपको हुँदो रहेछ। तर हामीले जुन नर्मल हेल्दी खाना खायौँ भने त्यो खाना पछाडि एक प्रकारको ऊर्जाको फिल गर्छौँ हामी होइन। हाम्रो माइन्ड पनि एकदम फ्रेस, सेटिस्फाइड हुन्छ होइन। हामीलाई चाहिँ एक प्रकारको आनन्दको फिलिङ हुन्छ होइन। त्यो कारणले गर्दाखेरि हाम्रो खाना चाहिँ जहिले पनि स्पिरिचुअली पोजिटिभ खाना चाहिँ चुज गर्नु पर्यो होइन। त्यो कारणले गर्दा यसरी चाहिँ योगले के भन्छ भने खानाको रोल जस्ट एउटा फिजिकल हेल्थको लागि मात्रै होइन होइन, हेल्थ इफेक्ट सँगसँगै फुड एज स्पिरिचुअल लेभलमा पनि यसको केही चाहिँ के छ, असर छ होइन। अब यो जसरी हेर्नु भएको छ होला होइन तपाईँहरूले, एउटा कहिलेकाहीँ यस्तो रिसर्च पनि सुन्नुहुन्छ, जस्तै कपडाहरूलाई चाहिँ पट्याएर राखेको कपडाबाट निस्किने भाइब्रेसन होइन, एकदम कच्याकुचुक राखेको कपडाको भाइब्रेसन, त्यसै गरेर एकदमै राम्रो भन्नाले वर्डहरू बोलेर त्यो उसमा नापेको भाइब्रेसन, एकदमै नराम्रो गालीहरू गरेर नाप्दाको भाइब्रेसनको स्टडी भएको छ होइन। त्यो सबै चिजले चाहिँ के देखाउँछ नि, जुन पोजिटिभ र नेगेटिभ भाइब्रेसनको कुरा चाहिँ गर्ने आजभोलि चाहिँ जस्तै एउटा बायोफिडब्याक मेसिनको माध्यमबाट पनि हाम्रो खाना चाहिँ पोजिटिभ छ कि होइन भनेर अथवा नेगेटिभ छ भनेर छुट्याउनुको लागि त्यस्तो टाइपको एउटा इक्विपमेन्ट्सहरूको माध्यमबाट पनि हामीले त्यो स्पिरिचुअली पोजिटिभ कि नेगेटिभ खानेकुरा भनेर चाहिँ छुट्याउन सकियो होइन। अब कसरी चाहिँ हामीले यौगिक डाइट फलो गर्ने त भन्दाखेरि यौगिक डाइट फलो गर्नको लागि हामीले एउटा कन्जम्सन नेचुरल अनप्रोसेस फुड खानु पर्यो होइन, जसले चाहिँ स्पिरिचुअल, मेन्टल एन्ड फिजिकल हेल्थलाई प्रमोट गर्छ। र अर्को चाहिँ योको मेन चाहिँ के हो भन्दाखेरि यम अन्तर्गत पनि आउँछ अहिंसा, सत्य, अस्तेय होइन। भन्नाले अहिंसा भनेको चाहिँ कुनै पनि कसैलाई पनि नमार्ने होइन, कसैलाई पनि हर्ट नगर्ने है। अब सत्व भनेको एकदम शुद्ध है, शौच भनेको हाम्रो शरीरलाई पनि भित्रदेखि प्युरिफाई गर्ने, त्यस्तो टाइपको खाना चाहिँ हामीले चुज गर्नुपर्छ है। हाउ टु फलो यौगिक डाइट, अब हामीले भन्यौँ कि हाम्रो खानाले चाहिँ हाम्रो शरीरलाई मात्र होइन हाम्रो माइन्डलाई पनि असर गरिरहेको हुन्छ होइन। बाई प्युरिटी अफ फुड हामीले प्युरिटी अफ माइन्ड प्राप्त गर्न सक्छौँ होइन। हाम्रो यसको चाहिँ खानाको रोल जस्ट एउटा फिजिकल बडीलाई मात्रै नभएर यसको स्पिरिचुअल पनि एउटा चाहिँ रोल छ, इफेक्ट छ भनेर त भन्यौँ होइन। त्यो त्यस्तो को लागि चाहिँ कस्तो खाना खाने त, कसरी फलो गर्ने
कसरी चाहिँ हामी यौगिक डाइट चाहिँ फलो गर्न सक्छौँ त भनेर यो स्टेप्सहरू हामी एक एक गरेर हेरौँ होइन। फर्स्टमा चाहिँ इट फ्रेस सिजनल फुड होइन। अब हामीलाई थाहा छ आजभोलि हामीले चाहिँ जाडो मौसममा फल्ने तरकारीहरू फलफुलहरू गर्मीमा पनि पाउँछौँ, गर्मीमा पाउने जाडोमा पनि पाउँछौँ होइन। हामीले आर्टिफिसियल यो ग्रिन हाउस को निर्माणबाट चाहिँ हामीले यो बेमौसमी तरकारीहरू बेमौसमी फलफुलहरू अनि पनि हामीले चाहिँ उत्पादन गर्न सकेका छौँ। त्यति मात्रै नभएर चाहिँ अलिकति जिएमओ फुडहरू होइन जेनेटिकली मोडिफाई गरेर चाहिँ खानेकुराहरूमा भएका अलिकति हामीलाई मन नपर्ने चिजहरू जस्तै फलमा पनि केराकै कुरा गरौँ होइन। जुन दुईटा केरा एउटा चाहिँ हामीले जुन बजारमा पाउने एउटा मालभोग केरा भन्छौँ, अर्को चाहिँ अर्को केरा होइन लामो केरा भनौँ। यो दुइटामा हेऱ्यो भने मालभोग केरा भन्दा अर्को केराको स्विटनेस अझ राम्रो हुन्छ, मिठो हुन्छ होइन। अनि मालभोग केरामा चाहिँ अलिकति कहिलेकाहीँ चाहिँ त्यो अलिकति उसले किराहरूले छिट्टै अट्याक गर्ने अनि स्विटनेस पनि अर्कोको भन्दा अलिकति कम हुन्छ। त्यसै गरी अरू नेचुरल अर्ग्यानिक भन्दा अर्को चाहिँ देख्दा एकदम जुसी होइन देख्दा अट्र्याक्टिभ यस्तो टाइपका फ्रुट्सहरू होइन खानेकुराहरू चाहिँ हामीले भेट्छौँ। तर अब यस्तो टाइपको खानेकुराले चाहिँ हाम्रो शरीरलाई चाहिँ फाइदा गर्छ कि बेफाइदा गर्छ त होइन। अब जस्तै बेमौसमी कुरा गर्दाखेरि जस्तै विन्टरको तरकारीलाई हामीले चाहिँ समरमा फलाउनुको लागि अथवा समरको विन्टरमा फलाउनुको लागि त्यसलाई एक्स्ट्रा केयर चाहिन्छ। किनभने चाहिँ त्यो त नेचरले दिएको त होइन होइन। हामीले एकदमै एक्स्ट्रा एफोर्ट राखेर मात्रै हामीले त्यसको उत्पादन गर्न सक्छौँ है। एउटा त त्यसमा धेरै मलजल चाहिएला है, केमिकल्सहरू चाहिएला, पेस्टिसाइड्सहरू चाहिएला होइन। अनि त्यसमा त्यस्तै प्रकारको चाहिँ केमिकल फर्टिलाइजरहरू चाहिएला होइन। त्यो कारणले गर्दाखेरि यस्ता टाइपका एक्स्ट्रा केमिकल्सहरू त्यो खानामा चाहिँ पेस्टिसाइड्सहरू जस्ता चिजहरू चाहिँ त्यो खानामा चाहिँ त्यसका रेजिड्युहरू चाहिँ प्रशस्त मात्रामा हुन्छ होइन। र अर्को चाहिँ त्यो कारणले गर्दा हामीलाई चाहिँ जुन सिजनल खानेकुरा नै हाम्रो लागि चाहिँ बेस्ट हुन्छ त्यसमा। किनभने चाहिँ त्यो केमिकल फ्री हुन्छ, त्यो नेचरमा सजिलै उत्पादन हुन्छ। त्यसै गरेर सिजनल मात्रै नभएर अब रिजनलको कुरा पनि सान्दर्भिक हुन्छ होला। किनभने चाहिँ आजभोलि ग्लोबलाइजेसनको जमानामा चाहिँ हामीले एउटा संसारको एउटा कुनामा पाइने फलफुल तरकारी अथवा अन्नहरू चाहिँ संसारको अर्को कुनामा चाहिँ सजिलै प्राप्त गर्न सकिन्छ। तर त्यो लोकालिटीलाई त्यो सुटेबल हो कि होइन भन्ने पनि हामीले विचार गर्नुपर्छ होइन। हाम्रो लोकालिटीमा फलेका चिजहरू चाहिँ हाम्रो हेल्थको लागि अथवा त्यो क्लाइमेटको लागि त्यो वेदरमा चाहिँ एकदमै सुटेबल हुन्छ भने अब त्यस्तै प्रकारको वेदर अर्को कन्ट्रीमा नहुन सक्छ। त्यही भएर त्यो हामीलाई त्यो सुटेबल नहुन पनि सक्छ। त्यो कारणले गर्दा हाम्रा वरिपरि पाइने सिजनल रिजनल खानेकुरा चाहिँ हामीले खान सक्यो भने त्यो एकदम पौष्टिक हुन्छ। पौष्टिक मात्रै नभएर त्यो चाहिँ केमिकल फ्री पनि हुन्छ। कुनै पनि प्रकारको त्यसलाई स्टोर गर्नको लागि कि कुनै प्रिजर्भेटिभ्स पनि राख्नु पर्दैन र त्यसलाई फलाउनुको लागि एक्स्ट्रा केमिकल्सहरू पनि राख्नु पर्दैन। त्यो भएर त्यो हामीले विचार गर्नु पर्यो होइन। अनि अर्को चाहिँ बी भेजिटेरियन। अब अहिंसा होइन कसैलाई पनि हर्ट नगर्ने चाहिँ योगको मेन कन्सेप्ट भएको हुनाले योगले जहिले पनि भेजिटेरियन डाइटलाई चाहिँ स्ट्रेस गर्छ होइन। अब भेजिटेरियन डाइटको प्रपर प्रयोगबाट चाहिँ हामीले हाम्रो डाइटलाई ब्यालेन्स डाइट पनि बनाउन सक्छौँ त्यो होइन। त्यसको लागि चाहिँ हामीले धेरै प्रकारका खानेकुराको खाद्य समूह प्रयोग गर्ने र हामीले चाहिँ अलिकति खानेकुरालाई स्प्राउटिङहरू गरेर खान सक्यो भने त्यसले प्रोटिनको मात्रा पनि सजिलै हामीलाई पुरा गर्न सक्छ होइन। यो चाहिँ हाम्रो बी भेजिटेरियनको भयो। त्यसपछि अर्को चाहिँ केमिकल्स र स्टिमुलेन्ट होइन। बजारमा पाउने खाना हेर्दा खानाको बास्नाले पनि खाउँ खाउँ जस्तो, कलर पनि खाउँ खाउँ जस्तो अट्र्याक्टिभ होइन। त्यसै गरेर एकदम देख्दा पनि एकदमै फ्लफी एकदमै फुलेको टाइपको हुन्छ होइन। त्यो कारणले यो सबै चिज चाहिँ हाम्रो सेन्स अर्गेनलाई लोभाउने टाइप छ होइन। तर त्यसरी त्यो के को भरमा हुन्छ त भन्दा त्यो सबै केमिकल्स हालेको भरमा हुन्छ होइन। अब त्यसमा विभिन्न फुड कलर्सहरू होला होइन, विभिन्न प्रकारको त्यो फ्लफिङ गर्ने लिभनिङ गर्ने एजेन्ट्सहरू होला होइन, कलर होला होइन, विभिन्न प्रकारका केमिकल कलरहरू। यो सबै चिजले चाहिँ हाम्रो के छ भन्दाखेरि त्यो शरीरलाई नचाहिने त्यो फरेन चिजहरू त हाम्रो शरीरले हामीले युटिलाइज गर्न सक्दैन। र त्यो चाहिँ के गर्नुपर्छ त भन्दाखेरि शरीरले
शरीरले त्यसलाई फेक्नुपर्छ, त्यसको लागि हाम्रो लिभर, हाम्रो किडनीलाई चाहिँ एक्स्ट्रा बर्डन हुने भयो होइन। त्यो कारणले गर्दा यस्ता प्रोसेस खानेकुरा जसमा कलरहरू एड गरे हुन्छ होइन, जस्तो विभिन्न केमिकल्स, प्रिजर्भेटिभ्सहरू होइन, स्टिमुलेन्टहरू राखेको हुन्छ, त्यस्तो खानेकुराबाट चाहिँ हामीले अलिकति टाढा रहनुपर्छ। त्यस्तो खाने कुराले चाहिँ हाम्रो सिस्टममा चाहिँ टक्सिन्सहरू लोड गर्छ होइन। त्यो कारणले गर्दाखेरि हामीले केमिकल फ्री र स्टिमुलेन्ट फ्री खानेकुरा खानु पर्यो होइन। अब अर्को चाहिँ इट 2 आवर्स बिफोर आसनास प्र्याक्टिस अर स्लिप होइन। अब तपाईँहरूले आसना गर्दाखेरि चाहिँ खाली पेट हुनुपर्छ भनेर पनि प्र्याक्टिस गर्नुभयो होला होइन। खाना खाने बित्तिकै हामीले चाहिँ योग गर्न अथवा खाना खानु बित्तिकै सुत्नु हुँदैन भन्छौँ होइन। त्यसको कारण के त भन्दाखेरि हामीले खाना खाएपछि हाम्रो खाना केही मिनट केही समयको लागि हाम्रो मुखमा हुन्छ, हामीले चबाउँछौँ अनि त्यसलाई निल्छौँ। त्यो निल्दाखेरि चाहिँ त्यो फुड पाइप हुँदै स्टमकमा जान्छ, स्टमकमा गइसकेपछि खाना केही घन्टा त्यहाँ रहन्छ होइन। खानाको डाइजेसन स्टार्ट हुन्छ है। अब खाना डाइजेस्ट हुनको लागि चाहिँ अब कति समय त्यहाँ रहने भन्दाखेरि अब खानाको प्रकार हेरेर कुनै खाना अलि लामो समय रहन्छ भने कुनै खाना चाहिँ अलि छिटो नै त्यहाँबाट पास हुन्छ। जस्तै हामीले कुन चाहिँ खाना खान्छौँ त्यसमा डिपेन्ड गर्यो है। जस्तै हामीले चाहिँ फ्रुट्स खान्छौँ भने त्यो चाहिँ 20 देखि 40 मिनट मात्रै रहँदो रहेछ होइन। हामीले भेजिटेबल्सहरू खान्छौँ भने त्यो लगभग 1 घन्टा रहँदो रहेछ है। हामीले ग्रेन्सहरू अन्न भएको चिज खान्छौँ भने त्यो चाहिँ लगभग कति 1.5 देखि 2 घन्टा रहँदो रहेछ। अनि हामीले नट्सहरू खान्छौँ भने 2 to 3 आवर्स रहँदो रहेछ होइन। भन्नाले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि हामीले जस्तै फ्रुट्स मात्रै खाएको हो भने हामी 2 घन्टासम्म नकुर्दा पनि भयो, किनभने त्यो छिटो डाइजेस्ट भएर त्यो स्मल इन्टेस्टाइनतिर जान्छ। तर हामीले चाहिँ खानै खान्छौँ जसमा दाल भात तरकारी सबै भएको खान्छौँ भने हामीले 2-3 घन्टासम्म हाम्रो खाना स्टमकमा छ भनेर बुझ्नु पर्यो होइन। त्यो हिसाबले चाहिँ हामीले तुरुन्तै सुतेर सुत्दा अथवा योगासनहरू गर्दाखेरि के हुने भयो भन्दाखेरि त्यो खाना चाहिँ उम्लिएर माथितिर होइन जुन फुड पाइपतिर फेरि वापस जान सक्ने भयो होइन। फुड पाइपतिर गएन भने त्यसले चाहिँ स्टमकमा एक प्रकारको प्रेसर दिन्छ, जसले गर्दा हर्नियाको समस्या नै आउन सक्ने भयो। त्यो कारणले गर्दा हामीले खानु हुँदैन भनेर एक्सर्साइज गर्नु हुँदैन अथवा सुत्नु हुँदैन भन्छौँ। त्यो मात्रै नभएर हामीले के छ भने जस्तै हामी हिँड्दा हाम्रो मांसपेशीले सबसे बढी ब्लड पाउँछ होइन। लगभग हाफ अफ द बडीको ब्लड चाहिँ हाम्रो मांसपेशीतिर तानिन्छ। हामीले एक्सर्साइज गर्दा हाम्रो मांसपेशीले सबसे बढी चाहिँ ब्लड पाइरहेको हुन्छ। त्यसै गरेर खाना खाइसकेपछि हाम्रो सबसे बढी ब्लड चाहिँ हाम्रो डाइजेस्टिभ सिस्टममा गइरहेको हुन्छ। त्यो कारणले गर्दा अब हाम्रो ब्लड चाहिँ धेरै जसो हाम्रो डाइजेस्टिभ सिस्टमतिर गछ। तर हामीले चाहिँ अब एक्सर्साइज गर्न खोज्यौँ भने हाम्रो मांसपेशीले त ब्लड पाएको पनि छैन। त्यो कारणले गर्दा त्यस्तो कन्डिसनमा हाम्रो मांसपेशीहरू बाउडिने होइन, क्राम्पिङ हुने है अथवा त्यस्तो टाइपका इन्जुरीहरू हुन सक्ने, यस्तो टाइपको समस्या पनि हुन सक्यो। त्यो कारणले गर्दाखेरि हामीले खाना खाने बित्तिकै एक्सर्साइज नगर्ने भने चाहिँ त्यो होला। यसमा यस चार्ट पनि त्यही छ होइन। 30 मिनट्स फ्रुट्सहरूलाई 30 मिनट्स है, एग भयो भने लगभग 2 घन्टा, मिट चाहिँ फेरि 3 घन्टासम्म पनि रहँदो रहेछ है। अब अर्को चाहिँ इट 2 आवर्स बिफोर आसनास प्र्याक्टिस भनेको त्यो कारणले गर्दा है। अब मेक द लन्च द बिगेस्ट मिल अफ द डे होइन। अब खाना खाँदाखेरि चाहिँ कुन खाना त खाने होइन। दिनमा चाहिँ मलाई 2000 किलो खानु छ, त्यसको आधारमा चाहिँ मैले त्यो खानाको डिस्ट्रिब्युसन कसरी गर्ने त होइन। भनिन्छ नि राजाले जस्तो चाहिँ मर्निङको खाना चाहिँ राजाले जस्तो खानु होइन, दिउँसोको खाना चाहिँ अलिक गरिबले जस्तो बेगरले जस्तो खानु, रातिको खाना चाहिँ भनिन्छ नि होइन। त्यो त्यस्तै गरेर लन्चलाई चाहिँ बिगेस्ट मिल बनाउनु भनेर योगले पनि भन्छ होइन। किन भन्दाखेरि हाम्रो शरीरभित्र एउटा क्लक हुन्छ, त्यसलाई है, त्यसलाई हामी सर्काडियन रिदम भन्छौँ होइन, यो भित्रको क्लकलाई। अनि शरीरको हाम्रो बाहिरी क्लक भन्दा नि शरीरभित्रको क्लक अनुसार चल्छ होइन। र त्यो क्लकको आधारमा चाहिँ के भनिन्छ भने सबै अङ्गले चाहिँ पर्टिकुलर पार्ट अफ द डेमा चाहिँ एनर्जीको फ्लो सबसे बढी हुन्छ होइन। जस्तै मर्निङ आवरमा 3 to 5 o'clockतिर चाहिँ हाम्रो लङ्सले सबसे बढी एउटा एनर्जी पाइरहेको हुन्छ होइन। यो चाहिँ विशेष गरेर चाइनिजहरूले पनि यो चाइनिजको उसमा पनि कन्सेप्टमा पनि यो चिज चाहिँ एक्सप्लेन गरेको पाइन्छ होइन। जस्तै मर्निङ 5 to 7 हाम्रो
लङ्सले चाहिँ एनर्जी पाइरहेको हुन्छ होइन। त्यसै गरेर 5 to 7 चाहिँ फेरि हाम्रो लार्ज इन्टेस्टाइनले एनर्जी पाइरहेको हुन्छ। 7 to 9 हाम्रो स्टमकले एनर्जी पाइरहेको हुन्छ होइन। अब यसरी चाहिँ फेरि 9देखि 11सम्म हाम्रो स्प्लिनले एनर्जी पाइरहेको हुन्छ। अब यही कन्सेप्टको आधारमा भन्दा पनि के हुन्छ भने बिहान चाहिँ हाम्रो 3 to 5 भन्छ लङ्सले एनर्जी पाइरहेको हुन्छ। त्यो बेलामा चाहिँ उठेर प्राणायाम गर्दा सबसे बेनिफिसियल भयो, किनभने लङ्सले एनर्जी पाइरहेको हुन्छ। त्यो कारणले त्यो बेलामा चाहिँ के हुने भयो, त्यसको इफेक्ट चाहिँ डबल हुने भयो। अब 5 to 7 चाहिँ हामीले अलिकति जिउलाई प्युरिफिकेसन गर्ने काम होइन। त्यो टाइममा चाहिँ हाम्रो जस्तै टोइलेटहरू जाने, शौचको कामहरू गर्ने होइन, शरीरलाई शुद्धिकरण गर्ने काम चाहिँ 5 to 7 भित्र गर्नु पर्यो होइन। अब 7 to 9 है, 7 to 9 चाहिँ अब हाम्रो स्टमकले एनर्जी पाइरहेको हुन्छ। त्यो कारणले गर्दा हामीले ब्रेकफास्ट खाने टाइम चाहिँ लगभग 9 एराउन्ड हामीले ब्रेकफास्ट खान सक्यौँ होइन। त्यसो गरेर 9 to 11 अब स्प्लिनको काम के हो भन्दाखेरि न्युट्रिएन्टहरूलाई एब्जर्ब गर्ने होइन। अब त्यो हिसाबले चाहिँ अब स्प्लिनले काम गर्न थाल्यो होइन, त्यो 9 to 11मा चाहिँ होइन। यसरी चाहिँ एउटा चाइनिज क्लक थियरीमा पनि यो चिज एक्सप्लेन गरेको छ। त्यसै गरेर हाम्रो योगमा चाहिँ के भनिन्छ भने खाना पच्नको लागि चाहिँ एउटा एनर्जी हुन्छ हाम्रो शरीरभित्र होइन। त्यसलाई हामी चाहिँ के भन्छौँ भन्दा जठराग्नि अथवा डाइजेस्टिभ फायर भन्छौँ। त्यो फायर चाहिँ हाम्रो वातावरण अथवा हाम्रो पृथ्वीमा हुने सूर्यको किरणबाट चार्ज हुन्छ। जति हाम्रो सन चाहिँ स्ट्रङ हुँदै जान्छ त्यतिकै त्यसकै अनुपातमा त्यसकै रेसियोमा चाहिँ हाम्रो डाइजेस्टिभ फायर पनि स्ट्रङ हुँदै जान्छ। जति चाहिँ सूर्य अलिक कमजोर हुँदै जान्छ, घाम अस्ताउँदै जान्छ, त्यतिकै त्यो हाम्रो डाइजेस्टिभ फायर पनि विक हुँदै जान्छ। त्यो कारणले गर्दाखेरि जब त्यो स्ट्रङ्गेस्ट हुन्छ होइन, लगभग मिड डेमा भनौँ होइन, बिहान 10, 11, 12 बजीसम्म त हाम्रो सूर्य त एकदमै स्ट्रङ हुन्छ। त्यो टाइममा चाहिँ हामीले हाम्रो खाना चाहिँ मेजर हिस्सा अथवा हाम्रो मेन डाइट चाहिँ मेन खाना चाहिँ त्यो टाइममा खानु पर्यो होइन। त्यसै गरेर बेलुकाको टाइममा चाहिँ एकदम हल्का पचाउन सजिलो हुने राम्ररी पकाएको बोइल गरेका चिजहरू चाहिँ हामीले रातिको टाइममा खान सक्यौँ होइन। अब यो चाहिँ मेन त्यसको रिजन यो हिसाबले भनेको होइन। अर्को चाहिँ डिनरलाई लाइट गराउने, किन त हामीले बुझिहाल्यौँ होइन। डिनर चाहिँ रातिको समयमा हाम्रो डाइजेस्टिभ फायर विक हुन्छ। त्यो कारणले गर्दा हामीले राम्ररी पकाएका चिजहरू, जौलो होइन, यो सुपहरू, भेजिटेबल सुपहरू होइन, बोइल स्विट पोटेटोजहरू, तरुलहरू, यस्ता चिजहरू हामीले चाहिँ रातिको टाइममा खान सक्यौँ। अब अर्को चाहिँ एम्फसाइज द हिलिङ हर्ब्स एन्ड स्पाइसेस। हेर्नुहोस् त, हाम्रो भान्सामा बिना मसला हाम्रो कुनै पनि तरकारी पाक्दैन होइन। हामीले विभिन्न प्रकारको मसलाहरू, टर्मेरिक होइन, अनि जिन्जर है, मेन्ट, बेसिल, क्युमिन, पार्सले, यस्ता टाइपको ब्ल्याक पेपर, यस्ता टाइपका थुप्रै मसलाहरू हाम्रो भान्सामा हुन्छ। यो मसलाहरूको फाइदा के त भन्दाखेरि हिजो पनि अलिकति मैले उ गरेको थिएँ, यसले चाहिँ एउटा त ब्लडलाई अल्कलाइन बनाउँछ है। अब हाम्रो नर्मल शरीरको पिएच चाहिँ अल्कलाइन नै हुन्छ होइन। अब तर जस्तै हाम्रो खानपान नमिल्दा, स्ट्रेस हुँदा हाम्रो त्यो ब्लडको पिएच चाहिँ हल्का एसिडिक हुन्छ है। एसिडिक हुँदाखेरि चाहिँ के हुने भयो भन्दाखेरि एसिडिक बडीको चाहिँ पिएच भइदियो भने रोगको लागि चाहिँ त्यो सबसे राम्रो एउटा फर्टाइल इन्भाइरोमेन्ट हुन्छ होइन। इभन क्यान्सरको सेल पनि अल्कलाइन इन्भाइरोमेन्टमा बाँच्न सक्दैन र त्यसलाई एसिडिक इन्भाइरोमेन्ट चाहिन्छ भनिन्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ यसरी हाम्रो ब्लडको पिएचलाई चाहिँ अल्कलाइन बनाएर यी स्पाइसेसहरूले चाहिँ ठुलो रोल खेल्छ होइन। त्यो कारणले गर्दा यसलाई हाम्रो साइन्सको भाषामा पनि यसलाई चाहिँ हामी एन्टिअक्सिडेन्ट भन्छौँ होइन, जसले चाहिँ शरीरमा अक्सिडेटिभ स्ट्रेसहरू हुन दिँदैन, सेलको ड्यामेज हुन दिँदैन, क्यान्सर लाग्न दिँदैन भनेर साइन्सले पनि यसलाई भन्छ भने योगले पनि यी चिजहरूले चाहिँ हाम्रो ब्लडलाई अल्कलाइन बनाएर रोगबाट बचाउँछ। यसले चाहिँ हाम्रो डाइजेसनलाई चाहिँ एनहान्स गर्छ अथवा डाइजेसनलाई एड गर्छ, सजिलो बनाइदिन्छ, राम्ररी खाना पचाउनलाई सजिलो गराउँछ। यसले चाहिँ अर्को कुरा चाहिँ एउटा खानामा एउटा नेचुरल फ्रेग्रेन्स थप्छ, जसले गर्दाखेरि चाहिँ हामीले खाना खानुभन्दा पहिला पनि के हुन्छ भन्दा खाना जब हामीले त्यो फ्रेग्रेन्स पाउँछौँ, हाम्रो माइन्ड पनि हाम्रो माइन्डले हाम्रो ब्रेनलाई चाहिँ त्यस्तो टाइपका चाहिँ पाचक रसहरू खाना आउँदैछ ल पाचक रसहरूको उसको लागि
के अरे सेक्रेसनको लागि चाहिँ तयारी गर्ने भयो होइन। जब पाचन रस र निष्कासन हुन्छ खाना अनि राम्ररी पच्छ र हामीलाई चाहिँ के हुने भयो त भन्दा डाइजेसन हाम्रो शरीरले राम्ररी न्युट्रिएन्टहरू एब्जर्ब गर्न सक्ने भयो होइन। अब यो चाहिँ अर्को इम्पोर्टेन्ट पोइन्ट चाहिँ इट विथ माइन्डफुलनेस एन्ड पोजिटिभ एटिट्युड है। अब हामीहरूमध्ये धेरै जसोको बानी के हुन्छ नि, खाना खाँदाखेरि कि मोबाइल हेर्ने कि टिभी हेर्ने कि गफ गर्ने होइन। अब हामीले चाहिँ खाना खाँदाखेरि चाहिँ के खान्छौँ कति खाएँ त्यो पनि हामीले वास्ता गरेको हुँदैन होइन। अब त्यो खानाले मेरो पेटलाई असजिलो बनाएको छ कि मेरो पेट बढी मात्रामा भरिसक्यो कि त्यो पनि हामीले वास्ता गरे हुँदैन। मिठो छ भने जिब्रोलाई मन परिरहेछ भने खान्छौँ र जिब्रोलाई मन परिरहेछ भने खाँदैनौँ होइन। अब आजभोलिको सिनारियो त्यस्तो छ। तर हामीले चाहिँ यसरी खाना भनेको चाहिँ हाम्रो शरीरलाई नरिस गर्ने एउटा इम्पोर्टेन्ट हाम्रो शरीरको फ्युल हो होइन। त्यो फ्युल चाहिँ हामीले चाहिँ एकदम कन्सियसली माइन्डफुलनेस सहित खानु पर्यो होइन। हाम्रो माइन्ड सेटले चाहिँ हाम्रो शरीरलाई मात्रै नभएर होइन थुप्रै चिजलाई असर गरे हुन्छ होइन। अब हामीले खाना खाँदाखेरि चाहिँ एकदम पोजिटिभ एटिट्युड लिएर होइन शान्त भएर खाना खायौँ भने त्यसले हामीलाई पुरै खानाको जुन बेनिफिट छ त्यो प्राप्त गर्छौँ भने हामी एकदम हतारेर एकदमै मनमा एउटा चिन्ता लिएर होइन जस्तै त्यसरी दौडधुपमा भागदौडमा अत्तालिएर खाना खायौँ भने त्यो खानाले हामीलाई फाइदाको सट्टा बेफाइदा गर्छ होइन। त्यसरी हतार हतार खाना खाँदाखेरि कतिलाई त डायरिया हुने कतिलाई अपच हुने पनि हुन्छ होइन। त्यो कारणले गर्दाखेरि हामीले खाना खाँदाखेरि चाहिँ मानव कतिबाट आयौँ होइन। अब आजभोलिको जिन्दगी एकदम भागदौडको जिन्दगी छ। तर कतैबाट आइसकेपछि हामी खाना खानुभन्दा अगाडि कमसेकम हाम्रो दौडेर भागेर आइसकेपछि त्यो धड्कनहरू नर्मल होस्, हाम्रो शरीर चाहिँ रेस्टको स्टेटमा जाओस् होइन। त्यस्तो दौड दौड गरेर दौडेर आएर त्यो मुटुको धड्कन बढेकै अवस्थामा खाना खानु हुँदैन होइन। अब अलिकति हामी शान्त भइसकेपछि मन शान्त हुनु पर्यो, शरीर पनि एक प्रकारले रिल्याक्स हुनु पर्यो, रेस्टमा जानु पर्यो होइन। त्यो अवस्थामा चाहिँ हामीले खाना खाने होइन। अनि खाना खाँदाखेरि चाहिँ एकदमै कन्सियस भएर होइन त्यो खानाको इच एन्ड एभ्री बाइटलाई इन्जोय गरेर राम्ररी चबाएर त्यो खानालाई भनिन्छ नि इट योर सलिड ड्रिङ्क योर सलिड इट योर लिक्विड भनेको मतलब शरीरलाई चाहिँ यति चबाउनु पर्छ कि त्यो लिक्विड जस्तो बनोस् होइन। त्यो भएर ड्रिङ्क योर सलिड भनेको होइन। अनि पानीलाई चाहिँ फेरि हामीले त्यो हाम्रो सलाइभासँग मिक्स गरेर है पानीलाई चाहिँ बिस्तारै खानुपर्छ। त्यसलाई चाहिँ त्यो भएर इट योर लिक्विड भनेको होइन। लिक्विडलाई चाहिँ चबाई चबाई खाने र सलिडलाई चाहिँ निल्ने पिउने जस्तै गराएर झोल बनाएर खाने। चबाउँदा चबाउँदा त्यो झोल बनोस् जसले गर्दा हामी सजिलो निल्न सक्यौँ होइन। त्यसरी चाहिँ खानुपर्छ भनिन्छ है। यो चाहिँ आजभोलि चाहिँ यो सबसे बढी हामीले चाहिँ फलो नगर्ने स्टेप्स भने यही हो होइन। टिभी हेर्दै हेर्दै हामी जब मुभीमा जान्छौँ, मुभीमा जाँदाखेरि पनि हामीलाई खानेकुरा पपकर्न भएर पनि हामी इन्जोय गर्दैनौँ। त्यसै गरेर हामी अब हरेक दिनको खानामा चाहिँ हामी चाहिँ मोबाइल टिभी हेर्दै बच्चादेखि सबैजनालाई त्यस्तो खाने बानी हुन्छ होइन। अब जस्ट पेटमा जाँदैमा होइन पेट भर्दैमा जिब्रोले स्वाद दिँदैमा त्यसले चाहिँ हाम्रो शरीरलाई जसरी गर्नुपर्ने त्यस्तो टाइपको नरिसमेन्ट नदिन सक्छ है। अब अर्को कुरा चाहिँ फास्टिङ। हामीले हिजो पनि कुरा गरेका थियौँ वाट इज फास्टिङ भनेर होइन र इन्करेज गरिन्छ होइन। फास्टिङले के गर्छ योगको भाषामा चाहिँ फास्टिङको अर्को एउटा बेनिफिट छ। एउटा त यसले शरीरलाई डिटक्स गर्ने भयो होइन। अनि अर्को कुरा चाहिँ यसले हाम्रो माइन्डलाई अथवा हाम्रो माइन्ड सेटलाई स्ट्रङ विल पावरलाई स्ट्रङ बनाउँछ है। संसारमा सबसे बढी ह्याप्पिनेस दिने चिज के हो त भन्दाखेरि खाना हो होइन। हामी सबै खाना खाएको छैनौँ भने हामीलाई जुनसुकै चिजले पनि हामीलाई ह्याप्पी गराउँदैन होइन। त्यो कारणले गर्दा खाना पाएनौँ भने हामीलाई एक प्रकार इरिटेसन बेचैनी हुन्छ होइन। भोक लागेको बेला खाना नपाउनु भनेको चाहिँ हामीलाई सबसे गाह्रो चिज हो होइन। अब हामीले चाहिँ भोक लागेर पनि खाना नखानु, भोक पनि लागेको छ खाना अभाइलेबल पनि छ तै पनि हामी खाना खाँदैनौँ भने चाहिँ हामीले माइन्डलाई त्यति स्ट्रङ बनाएको हुन्छौँ होइन। अनि यसले चाहिँ हाम्रो विल पावर पनि सँगसँगै बिल्डअप गर्ने भयो है। एकातिर हामीले यसको चाहिँ आजको समयमा
फास्टिङले क्यान्सर जस्तो रोगलाई पनि जित्नलाई चाहिँ टाइम टु टाइम फास्टिङ गर्नलाई सुझाउँछ भने अर्कोतिर चाहिँ यसले योग ध्यानको लागि पनि फास्टिङ जुन एउटा स्ट्रङ माइन्डसेट चाहिन्छ त्यसको प्रिपरेसन पनि एउटा फास्टिङले गर्ने भयो होइन। यो चाहिँ यसरी चाहिँ हामीले यौगिक डायट फलो गर्ने स्टेप्सहरू होइन, टाइम टु टाइम फास्टिङ गर्ने, हर्ब्सहरू क्लिन्जिङ हर्ब्सको प्रयोग गर्ने, सिजनल रिजनल खानेकुराहरू खाने होइन। अनि खाँदाखेरि माइन्डफुलनेस एकदमै एउटा शान्त माइन्डसेटमा खाना खाने होइन, माइन्डफुलनेस भएर खाने, के खान्छौँ एकदम अवेर एकदम कन्सियस भएर खाने होइन। यो सबै चिजहरू चाहिँ योगी डायट फलो गर्ने स्टेप्स भयो। अब हामी योगी डायट योगामा चाहिँ डायटलाई कसरी डिभाइड गरे हुन्छ, मोडर्नमा हामीले माइक्रोन्युट्रिएन्ट गरेर डिभाइड गर्यो, त्यसै गरी योगले कसरी गर्छ त भन्दाखेरि अब योगमा चाहिँ डायटलाई तीनवटा मेन भागमा डिभाइड गरे हुन्छ। एउटा सात्विक डायट, तामसिक डायट र राजसिक डायट। सात्विक डायट भनेको सात्विक विचार, सात्विक डायट भनेर हामीले चाहिँ सुन्दै आएको एउटा शब्द पनि हो सात्विक होइन। सात्विक डायट भनेको चाहिँ यो चाहिँ प्योर नेचुरल डाइट हो होइन, जसमा कुनै पनि प्रकारको प्रोसेसिङ भएका चिज खानेकुरा हामी खाँदैनौँ होइन। जुन प्रकृतिबाट जस्तो हामीले हार्भेस्ट गरे हुन्छौँ त्यसलाई एकदम कम प्रोसेसिङ गरेर अनि हामी खान्छौँ है। जस्तै होल व्हिट गहुँलाई चाहिँ हामी त्यसको बोक्रा ननिकालिकन त्यसको होल व्हिटबाट चाहिँ हामीले रोटी बनाएर खान्छौँ। चामललाई पनि त्यसको ब्रान्ड ननिकालिकन खान्छौँ। दाल गेडागुडीलाई पनि सकेसम्म त्यसलाई टुसाउ मारेर भिजाएर खान्छौँ होइन। फलफुल पनि एकदम फ्रेस र एकदम ताजा भर्खरै टिपेको कुनै पनि केमिकल नभएको यस्ता चिजहरू चाहिँ सात्विक डाइट अन्तर्गत आउँछ होइन। सात्विक डाइटले के गर्छ त भन्दाखेरि चाहिँ यो एउटा उपनिषदमा भनिएको छ होइन। महानारायण उपनिषदले चाहिँ के भन्छ भने अकर्डिङ टु महानारायण उपनिषद इट प्रमोट्स लाइफ एक्सपेक्टेन्सी अफ 100 to 150 इयर्स होइन। हामीले सुन्छौँ नि भगवान कृष्ण 100 कति वर्षमा 30 वर्ष कि 33 वर्षमा सम्म उहाँको आयु थियो होइन। त्यसरी भन्छौँ हामीले। त्यो जमानामा मान्छेको आयु चाहिँ एकदम लामो 130 40 50 वर्षसम्म बाँच्थे। यो के को आधारमा त भन्दा उनको डाइट चाहिँ एकदम सात्विक थियो, प्योर अर्ग्यानिक होइन खानेकुराहरू उनीहरू खान्थे होइन। अनि प्राणायामहरू गर्थे। भनिन्छ नि हाम्रो ब्रिदिङ जति फास्ट भयो हाम्रो आयु घट्छ होइन। जस्तै जनावरहरूमा पनि कछुवा जसको ब्रिदिङ हाम्रो नर्मल ब्रिदिङ चाहिँ 16देखि 18 20सम्म हुन्छ भने कछुवाले चाहिँ 4-5वटा ब्रिदिङ मात्रै गर्छ 1 मिनटमा होइन। त्यो कारणले गर्दा हाम्रो भन्दा उसको आयु धेरै हुन्छ होइन। अनि त्यो प्राणायामको प्र्याक्टिसबाट गहिरो लामो ब्रिदिङ गर्ने र ब्रिदिङ ब्रेथ हाम्रो रेट पनि घटाउने, रेस्पिरेटरी रेट होइन। अर्कोतिर सात्विक डाइट ग्रहण गर्ने, यो दुइटै कारणले गर्दा त्यो टाइमका मान्छेहरूको आयु वृद्धि हुने, धेरै लामो आयु बाँच्ने कारण चाहिँ एउटा स्ट्रङ पोइन्ट चाहिँ यो देखियो होइन। अब चाहिँ यसले चाहिँ हाम्रो शरीरलाई त नरिस गर्छ होइन सात्विक डाइटले होइन। यसमा सबै प्रकारको न्युट्रिएन्टहरू हुन्छ है। जस्तै जुन हाम्रो साइन्स एउटा मोडर्न साइन्समा के हेऱ्यौँ डाइटमा म्याक्रो माइक्रो न्युट्रिएन्ट त्यो हिसाबले एकदम ब्यालेन्स देखिएको छ, त्यो तराजुमा पनि एकदम फिट भएको देखियो भने यसले चाहिँ हाम्रो माइन्डलाई एकदमै काम गराउँछ, एक प्रकारको ह्याप्पिनेस दिन्छ, मेन्टल क्ल्यारिटी दिन्छ होइन। यसले चाहिँ एनर्जी पनि के गर्छ भन्दा इन्क्रिज गरिदिन्छ होइन यस्तो खानाले चाहिँ है। अब हेर्नुहोस् त यो प्लेटमा है के छ भन्दा यो यहाँ चाहिँ भेजिटेबलहरू छ है, यो एकदमै मोही छ होइन। अनि स्यालेडहरू सागसब्जीहरू सबै चाहिँ यो अनप्रोसेस रोटी अथवा राइस होइन यिनीहरू चाहिँ सात्विक डाइट, फलफुलहरू यिनीहरू चाहिँ सात्विक डाइट। अब राजसिक डाइट, राजसिक डाइट भनेको जुन लिडरहरू छ होइन जसलाई चाहिँ अलिकति स्ट्रङ माइन्डसेट चाहियो, अलिकति यो मुटुले भन्दा पनि दिमागबाट चाहिँ रुल हुने व्यक्तिहरू होइन लिडरहरू, तिनीहरूलाई चाहिँ कस्तो चाहियो त भन्दा राजसिक डाइट चाहियो होइन। अब के गर्छ त राजसिक डाइटले भन्दाखेरि यसले चाहिँ हाम्रो शरीरको एनर्जी ब्याङ्क जुन छ त्यसलाई चाहिँ स्टिमुलेट गरेर हामीलाई एकदमै एनर्जेटिक बनाउँछ है। हामीले जसले गर्दा एकदमै धेरै बल चाहिने, धेरै यो के भन्छ अलिकति
अलिकति स्ट्रङ माइन्ड चाहिने होइन, जुन चाहिँ हामीले अलिक कमजोर मुटुले गर्न नसक्ने अहिले हिम्मत चाहिने भनौँ न, त्यस्तो काम गर्नको लागि चाहिँ हामीले राजसिक डायट, त्यस्तो डायट चाहिँ लिडरहरू फाइटरहरूलाई खाने डायट हो होइन। यसमा चाहिँ विभिन्न प्रकार जस्तै बिटर, सल्टी, स्पाइसी, हट एन्ड ड्राई खानेकुराहरू चाहिँ यो अन्तर्गत पर्छ होइन। यसमा चाहिँ फ्राइड फुडहरू है, यो चाहिँ यसमा आउने भयो, स्पाइसी फुडहरू, फ्राइड फुडहरू होइन। अब अर्को चाहिँ तामसिक खाना है। तामसिक खाना भनेको के त भन्दाखेरि जुन खानाले चाहिँ हाम्रो शरीरमा तमो गुण अथवा अल्छीपन बढाउँछ होइन, माइन्डलाई चाहिँ एकदमै कस्तो भन्नु नेगेटिभ माइन्ड बनाउँछ होइन, फिजिकली चाहिँ विक बनाउने, मेन्टली डल बनाउने, त्यस्तो खानालाई चाहिँ हामी तमासी खाना भन्छौँ है। यसले चाहिँ विकनेस, लेजिनेस, डाउटफुलनेस, पेसिमिसन चाहिँ बढाउँछ होइन। यो खानाले चाहिँ एङ्गर, क्रिमिनल टेन्डेन्सी पनि बढाउँदो रहेछ है। स्पिरिचुअल प्रोग्रेसको लागि चाहिँ यो खाना एकदमै नराम्रो रहेछ। यस्तो खानाले खाँदाखेरि हाम्रो लाइफ एक्सपेक्टेन्सी घट्ने रहेछ होइन। यो खाना चाहिँ हाम्रो लागि ब्याड रहेछ होइन। यसमा चाहिँ के आउँछ त भन्दा जस्तै अनियन, मसरुम अनि यो बासी खानेकुराहरू, ओभर कुक्ड अथवा अन्डर कुक्ड खानेकुराहरू होइन, अनि हाई फ्याट फ्राइड जति पनि बजारका रेडिमेड खानेकुराहरू हेर्नुहुन्छ होइन, एउटा चाउचाउला लिएर हेर्नु भने बेस्ट बिफोर 6 to 12 months यस्तो डेट राखेको हुन्छ। बिस्किट हेर्नुभयो भने पनि 6 महिना 12 महिना खान मिल्ने लेखा हुन्छ। पाउरोटी हेर्नुभयो भने लगभग 2-3 दिन कति दिनको त्यहाँ एक्सपायरी डेट लेखा हुन्छ होइन। यो सबै चिजहरू जुन स्टेल खाना, खाना पकाएको सेलाइसकेपछि होइन, त्यसमा चाहिँ बिस्तारै के हुन्छ, कीटाणुहरूले चाहिँ एट्याक गर्न थाल्छ होइन। त्यो कारणले गर्दाखेरि एकपटक खाना सेलाइसक्यो भने होइन, पकाएको 2-3 घन्टा 4 घन्टा पछाडिको खानालाई हामी चाहिँ बासी खाना भन्छौँ। र त्यो सबै खानेकुराहरू चाहिँ चिसिसकेको खानेकुराहरू चाहिँ के अन्तर्गत आउँछ, तामसिक खाना अन्तर्गत आउँछ है। हेर्नुहोस् त तामसिक, सात्विक र राजसिक खानेकुराहरूको इक्जाम्पलहरू है। सात्विकमा एकदम कलरफुल, एकदम देख्दा पनि खाउँ खाउँ लाग्ने जुसी फ्रेस होइन खानेकुराहरू छ। फ्रुट्स, भेजिटेबल्सहरू, लिफी ग्रिन्स, कोकोनट, सोकनट, सिडहरू, पल्सेसहरू छ। राजसिकमा फेरि के छ भन्दा एक्सेस मसालाहरू राखेको खानेकुराहरू होइन, चिल्लीहरू राखेको खानेकुराहरू छ। तामसिकमा मिट, फिस होइन, बोटल क्यान्ड फुडहरू है, टी कफीहरू, यस्तो चिजहरू चाहिँ यसको अन्तर्गत आयो होइन। अब यही चिज हो, त्यही चार्टलाई चाहिँ अब यहाँ चाहिँ के देखाउँछ भन्दा यो योग ध्यान गरिरहेको मान्छे छ होइन, उसका चक्रहरू सबै के गरेछ, एक्टिभेट अवेकिनिङ स्टेटमा गएको छ, स्टिमुलेट अवस्थामा गएको छ। त्यो व्यक्तिलाई चाहिँ कुन डाइटले फेभर गर्दो रहेछ भन्दा तामसिक डाइट चाहिँ त्यो स्पिरिचुअल ग्रोथको लागि एकदम टाढा छ। राजसी खाना बिचमा छ होइन, त्यो त्यो यात्राबाट चाहिँ बिचको मध्यतिर पर्छ भने सात्विक खाना खाँदाखेरि त्यो चाहिँ स्पिरिचुअल एउटा यात्राको लागि त्यो खाना चाहिँ राम्रो रहेछ होइन। अब चाहिँ यसरी चाहिँ हामीले मोडर्न डाइट र योगी डाइटको केही भिन्नता त हेऱ्यौँ होइन। अब चाहिँ हाम्रो योगी डाइट चाहिँ न्युट्रिसनल पोइन्ट अफ भ्यूबाट चाहिँ सफिसियन्ट छ कि छैन भनेर पनि स्टडी भएको छ होइन। यसमा चाहिँ के भनिन्छ भने एउटा डाटाबेस स्टडी गरेको छ। यसमा के देखायो भने थुप्रै सात्विक, तामसिक, राजसिक डाइटलाई हेरेर त्यसको न्युट्रिसनल त्यसमा चाहिँ कम्पोजिसन हेर्दाखेरि चाहिँ सात्विक डाइटमा चाहिँ माइक्रोन्युट्रियन्टको डेन्सिटी एकदम हाइएस्ट देखियो होइन, फलोड बाई राजसिक, फलोड बाई तामसिक। उनीहरूले नि त्यही भने होइन, त्यो न्युट्रिसनल पोइन्ट अफ भ्यूबाट नि सात्विक सबसे बेस्ट रहेछ होइन, राजसिक मोडरेट रहेछ भने तामसिक चाहिँ सबसे पुवर रहेछ। फाइबर कन्टेन्ट पनि 14 ग्राम 14 mg पर किलो क्यालोरी जति यसमा फाइबरको कन्टेन्ट रहेछ होइन। फाइबर भनेको हाम्रो शरीरलाई शुद्ध हुनको लागि, हाम्रो पेटभित्रका ब्याक्टेरियाहरूलाई जीवित राख्नको लागि चाहिने चिज हो, यो पनि इम्पोर्टेन्ट भइहाल्यो। अर्को चाहिँ फ्याटको कन्टेन्ट। फ्याट कति हुनुपर्छ नर्मल डाइटमा हामीले हेऱ्यौँ, फ्याटको प्रोपोर्सन चाहिँ 20-30 हुनुपर्छ होइन। बच्चाहरूलाई अलिक बढी चाहिएला, अलिक फिजिकल काम गर्ने मान्छेलाई अलिक बढी चाहिएला भने हामी आफ्नो लेभल अफ एक्टिभिटी अनुसार अलिकति धेरै थोरै गर्न सक्यौँ होइन। अब फ्याट नर्मली हुनुपर्ने 20-30 थियो भने सात्विक डाइटमा चाहिँ 18 होइन, नियरली नर्मल। अनि तामसिकमा चाहिँ के अरे राजसिकमा चाहिँ 42 बढी
र यो तामसिकमा चाहिँ 72 एकदमै धेरै होइन। त्यो कारणले गर्दा जुन जङ्क फुडहरू खाएको मान्छेहरू छ होइन, उनीहरूमा चाहिँ अलिकति मोटोपन बढ्ने है, फ्याटको मात्रा नै यत्रो धेरै भइसकेपछि त मोटोपन बढ्ने भयो। नराम्रो प्रकारको चिल्लो ट्रान्स फ्याट भनेर सुन्नु भएको छ होला होइन, जब हामी ओइललाई पटक पटक हिट गर्छौँ अनि त्यसमा चाहिँ ट्रान्स फ्याट बन्छ त्यो चाहिँ है। अनि त्यो फ्याटहरू चाहिँ भएको कारणले गर्दा मुटुमा होइन पनि असर गर्ने, ब्लड भेसल्स पनि असर गर्ने कारण चाहिँ यो भयो होइन। अर्को चाहिँ एउटा त योगले खाना खानुपर्छ मात्रै भन्ने सिकाउँदैन, कसरी खाने, कुन टाइममा खाने भन्ने पनि कुरा पनि योगमा एकदमै इम्पोर्टेन्ट छ होइन। जस्तै नर्मल हाम्रो मोडर्न कन्सेप्टमा के देखिन्छ भन्दाखेरि हामीलाई चाहिने चिजहरू हामीले प्राप्त गर्नुपर्छ, हाम्रो डेली डायटमा चाहिँ त्यो इन्क्लुड गर्नुपर्छ भन्ने सिकाइन्छ भने योगले त्यति मात्रै होइन, त्यो खाना चाहिँ कुन टाइममा खाने, कसरी खाने, कति मात्रामा खाने, यो सबै चिजहरू सिकाउँछ। योगमा अर्को इम्पोर्टेन्ट चिज चाहिँ मिताहारा भनिन्छ होइन। मिताहारा भनेको के हो भन्दाखेरि हामीले खाना खाँदा हाम्रो स्टमकमा, जस्तै हाम्रो स्टमकको साइज कत्रो छ, हाम्रो हत्केला जत्रो हुन्छ होइन, र त्यो एउटा तन्किने प्रकारको थैली हुन्छ। त्यो थैलीलाई चाहिँ हामीले तन्काएर 1.5 लिटरसम्म अट्ने बनाउन सकिन्छ होइन। र नर्मली चाहिँ के भन्छ भने योगले मिताहारामा चाहिँ हामीले खाना खाँदा जस्तै 1 लिटरको स्टमकलाई 1 लिटर नै खानाले भर्नु हुँदैन होइन, हाफ पोर्सन चाहिँ हाम्रो खानाले भर्नुपर्छ। अब बचेको हाफमा 1/4 पोर्सन चाहिँ, 1/4 चाहिँ हाम्रो लिक्विड चिज हुनुपर्छ। जस्तै मोहीहरू खान सक्यौँ, हामीले दालको रस खान सक्यो, तरकारीको सुप खान सक्यौँ होइन, र अर्को 1/4 चाहिँ खाली हुनुपर्छ होइन। त्यो खाली भयो भने बल्ल त्यहाँभित्र गइसकेपछि त्यो खाना मिक्स हुने एन्जाइम, जुन डाइजेसनको लागि चाहिने एन्जाइमसँग खाना मिक्स हुनलाई चाहिँ, त्यसले घुल्नलाई चाहिँ स्पेस पाउँछ होइन। एकदम भरि भयो भने त त्यो घुलाउनलाई गाह्रो हुन्छ। त्यो कारणले गर्दा है त्यो त्यसरी चाहिँ त्यो खानालाई राम्रोसँग पाचक रसहरूसँग मिक्स भयो भने बल्ल खाना राम्रो डाइजेस्ट हुने हो होइन। त्यो कारणले गर्दाखेरि चाहिँ खाना खाँदाखेरि मिताहारको कन्सेप्ट फलो गर्नुपर्छ होइन। लन्चलाई बिगेस्ट, डिनर हल्का खानुपर्छ होइन भन्ने यो सबै चिजहरू, र खाँदाखेरि एकदम पोजिटिभ माइन्डसेट लिएर खानुपर्छ। एकदम नेगेटिभ माइन्डसेटमा खाना खाँदाखेरि चाहिँ त्यसले हामीलाई विभिन्न प्रकारको नकारात्मक असर गर्छ भनेर चाहिँ योगमा सिकाइन्छ होइन। आजको टाइममा चाहिँ एकदमै सान्दर्भिक पनि होला, किनभने चाहिँ आज यो लाइफस्टाइल खानपानबाट उब्जिने रोगहरू सायद त्यो एकदम पिकमा पुगेको टाइम हो अहिले होइन। अब एकदमै केही वर्ष अगाडि चाहिँ 100 जनामा 1-2 जनामा हुने क्यान्सर अहिले बढेर 100 जनामा 10 देखि 20 जनालाई हुन लागिसक्यो होइन। त्यसै गरी लाइफस्टाइल डिजिज पनि पहिला भन्दा बढ्दै बढ्दै गइरहेछ। मोटोपन पनि पहिला भन्दा बढ्दै, केही दिन 10 वर्षको हामीले स्टडी हेऱ्यौँ भने डबल भन्दा बढी भइसकेको छ होइन। यस्तो कन्डिसनमा चाहिँ यो यौगिक डायटहरू फलो गर्दा हामी चाहिँ स्वस्थ हुनको लागि चाहिँ योगी डायट चाहिँ न्युट्रिसनली कुनै पनि डेफिसियन्सी हुनबाट जोगाउँदो रहेछ भने यसले एउटा स्वस्थ लाइफस्टाइल पनि सिकाउँदो रहेछ होइन। अब यो चाहिँ भयो योगमा चाहिँ डायटलाई कसरी हेरिन्छ। योगमा मेन चाहिँ सात्विक, तामसिक र राजसिक, र योगले सबसे सुपिरियर डाइट भनेको चाहिँ सात्विक डाइट हो होइन। र सबसे होस्ट भनेको डाइट चाहिँ तामसिक डाइट हो भनेर चाहिँ हामीले हेऱ्यौँ होइन। र हामीले कुनै पनि डाइट लिँदा मिताहाराको कन्सेप्ट फलो गर्नुपर्छ भनेर चाहिँ हामीले बुझ्यौँ। अब चाहिँ यो आयुर्वेदले कसरी हेर्छ, नेचुरोपेथीले कसरी हेर्छ भनेर पनि हल्का हेरौँ होइन। अब यो आयुर्वेदमा चाहिँ के भन्छ भने खानामा चाहिँ विशेष गरेर हाम्रो हाम्रो शरीरको गुणजहरू हुन्छ होइन। त्यसै गरेर हाम्रो हरेक खानाको चाहिँ के हुन्छ भन्दा दोषाहरू हुन्छ है। कुन खाना कुन प्रकृतिको, कुन खाना कुन प्रकृतिको भन्ने हुन्छ होइन। हाम्रो शरीर त्रिदोषाको ब्यालेन्सबाट चाहिँ हामी हेल्दी हुन्छौँ, जब त्रिदोषा होइन कफ वात पित्त चाहिँ को अनब्यालेन्सबाट हामी रोगी हुन्छौँ भनेर चाहिँ आयुर्वेदले भन्छ। र यदि हामीले चाहिँ शरीरले त्यो आफै करेक्ट गर्नु खोज्छ होइन। कसरी करेक्ट गर्न खोज्छ भने यदि मलाई चाहिँ वात प्रकृति मलाई बढी छ भने मैले चाहिँ त्यस्तो खानेकुराहरूपट्टि मेरो टेन्डेन्सी हुँदैन, मलाई इच्छा लाग्दैन। मलाई चाहिँ त्यो करेक्ट गर्ने टाइपको खानेकुरा खाने इच्छा लाग्छ
होइन। तर त्यो एउटा शरीरको ल्याङ्ग्वेज हामीले चाहिँ बुझेनौँ अथवा व्यवस्था गऱ्यौँ भने चाहिँ त्यो बिस्तारै बिस्तारै बिग्रिँदै जान्छ र त्यो बिग्रिसकेपछि चाहिँ एक प्रकारको दोषा चाहिँ शरीरमा बढी हुने र अरू कम हुँदै जाँदाखेरि एउटा रोग पर्ने अवस्था हुन्छ भन्छ होइन। र यो चाहिँ हामी नर्मल व्यक्तिमा पनि हल्का टेन्डेन्सी चाहिँ कोही व्यक्ति चाहिँ हल्का कफ प्रकृतिको होला, कोही वात प्रकृतिको होला र कोही पित्त प्रकृतिको होला भन्नाले यो तिनवटा चाहिँ 100मा 33 33 33 गराउँदा पनि एउटा चाहिँ 34 भयो होइन। त्यो हिसाबले स्लाइटली एउटा प्रिडोमिनेन्सी चाहिँ आउँछ। त्यसको आधारमा उसको व्यक्तित्व शारीरिक फिजिकली मेन्टली उसको चाहिँ केही चेन्जेसहरू हुन्छ भनेर चाहिँ योगले भन्छ। र त्यसको त्यसको आधारमा चाहिँ हामीले कुन खाना खाने कुन खाना अभोइड गर्ने भनेर आयुर्वेदले सिकाउँछ होइन। जस्तै कोही व्यक्ति वात प्रकृतिको छ भने चाहिँ देख्दा दुब्लो पातलो होइन एकदम बढी चञ्चल एक ठाउँमा चुप लाएर बस्न नसक्ने टाइपको भयो भने चाहिँ उसले चाहिँ कस्तो खाना खाने त भन्दा कुक्ड फुड होइन। भात छ है, हामीले भात भएको मान्छेलाई तातो नै प्रिफर गर्छौँ होइन। हेल्दी फ्याट हट टिज स्पाइसेस होइन। नखाने चाहिँ जस्तै कोल्ड चिजहरू स्यालेडहरू बिटर एस्ट्रिजेन्ट चिजहरू क्याफिनेटेड चिजहरू कोल्ड ड्रिङ्क्सहरू नखाने होइन। यो चाहिँ यो कन्सेप्ट भयो है। अब नेचुरोपेथी डाइटलाई कसरी हेर्दो रहेछ भन्दा नेचुरोपेथीमा पनि डाइटलाई 3 भागमा बाँडिएको छ होइन। एलिमेन्ट्री डाइट एलिमेन्ट्री डाइट भन्ने के हो भन्दा नेचुरोपेथीमा के बुझाइ छ भने रोगको कारण चाहिँ कीटाणुहरू जर्म्सहरू नभएर रोगको मेन कारण चाहिँ शरीरमा जम्मा भएको टक्सिन्स हो होइन। यदि कुनै घरको एउटा कुनामा फोहोर छ भने पो झिङ्गा आउँछ त होइन। तर त्यहाँ फोहोर नै छैन भने त झिङ्गा आउँदैन। त्यो भएर यदि हामी रोगबाट मुक्त हुन चाहन्छौँ भने हाम्रो शरीरलाई चाहिँ के गर्नु पर्यो भन्दा शुद्धिकरण गर्नु पर्यो सफा गर्नु पर्यो होइन। जस्तो बाहिरी सफाइको लागि छालाको सफाइलाई हामी नुहाएको जस्तै गरेर हामीले भित्री सफाइको लागि टाइम टु टाइम हामी फास्टिङ बस्नु पर्यो होइन। टाइम टु टाइम हामीले एलिमिनेटरी डाइट खानु पर्यो होइन। एलिमिनेटरी डाइट भनेको फास्टिङ गर्नु जस्तै हो होइन। र अर्को चाहिँ शरीरलाई सफा गर्ने विभिन्न क्रियाजहरूको प्र्याक्टिस हुन्छ होइन। जलनेती कुञ्जल बस्ती क्रियाहरू होइन एनिमा ओभरवास यस्ता टाइपका प्र्याक्टिसेसहरू पनि गराइन्छ होइन। र एलिमिनेटरी डाइटमा चाहिँ जस्तै मानौ मैले चाहिँ एलिमिनेटरी डाइट फलो गर्न थालेँ भने मेरो स्टामिना राम्रो छ भने म डे 1मा म पानी मात्रै खान्छु। डे 2मा मैले चाहिँ अब अलिकति शरीरमा मिनरल्सको मात्रा कम नहोस् भन्नको लागि पातलो नरिवल पानीहरू बार्ली वाटरहरू होइन यस्तो चिजहरू मैले खान थालेँ। पातलो जुस जसलाई पचाउनलाई शरीरले धेरै एनर्जी खर्च गर्नु पर्दैन तर नुनको मात्रा ब्यालेन्स गर्छ होइन। त्यसपछि तेस्रो दिनमा मैले अलिकति बाक्लो जुस जस्तै हाम्रो उसको क्यारोट जुसहरू होइन अनि बिटरुट जुसहरू यस्ता चिजहरू चाहिँ हामीले खान सक्यौँ होइन। अब त्यसपछिबाट बिस्तारै अर्को डाइटमा जान्छौँ यो होइन। यो चाहिँ एलिमिनेटरी डाइट भनेको शरीरलाई डिटक्स गर्ने डाइट हो होइन जुन हामीले फास्टिङ बस्दाखेरिको टाइममा हामीले चाहिँ प्रयोग गर्न सक्छौँ। अर्को चाहिँ सुदनिङ डाइट। सुदनिङ डाइट भनेको के हो भन्दा अब मेरो सिस्टम सफा भयो म 2-3 दिनसम्म पानीमा नरिवलको पानी बार्ली वाटर होइन यस्ता चिजहरू बनानाको त्यो भित्रको पिठको वाटर यस्ता चिजहरू लेमन होइन लेमन जुसहरू यस्तो खाएर चाहिँ म बसेँ। अब मेरो शरीरको सिस्टम एकदम सफा भयो। अब बिस्तारै मैले नर्मल डाइटमा जाँदाखेरि म एकैचोटि नर्मल डाइट त्यो पनि फुल मात्रामा खानु मिल्दैन। त्यसको लागि तयारी गर्ने इन्टरमिडिएट डाइटलाई चाहिँ हामी के भन्छ सुदनिङ डाइट भन्छौँ। यसमा चाहिँ हामीले अलिकति सलिड खाना सेमी सलिड खानेकुराहरू इन्क्लुड गर्छौँ होइन। सुपहरू राम्ररी पकाएको सुपहरू होइन यस्ता चिजहरू स्यालेडहरू यस्तो पनि खान थाल्छौँ होइन। र मात्रा पनि हामीले थोरै थोरै गर्दै बढाउँदै जान्छौँ है। र अर्को डाइट चाहिँ कन्स्ट्रक्टिभ डाइट। कन्स्ट्रक्टिभ डाइट भनेको नर्मल रेगुलर डाइट हो। अब मेरो शरीर सफा भयो अब म चाहिँ शरीरलाई चाहिँ नरिस गर्ने डाइटमा जान्छु त्यसलाई हामी कन्स्ट्रक्टिभ डाइट भन्छौँ। यसमा हरेक टाइपका फलफुलहरू होइन तरकारीहरू अनि खाना सबै चाहिँ इन्क्लुड हुन्छ है त। अब चाहिँ यौगिक डाइट फलो गर्दा कस्तो टाइपको डाइट कसरी दिनभरि के खाने त भन्दाखेरि जस्तै अर्ली मर्निङमा चाहिँ हामीले पानी खान्छौँ होइन। सबसे पहिला त उषापान भन्छौँ हामीले मर्निङ टाइममा पिउने पानीलाई होइन। अर्ली मर्निङ हामी उषापान गरिसकेपछि हामीले सोप नर्यो यो आलमन्डहरू एप्पलहरू होइन बार्ली वाटरहरू
कुकुम्बर स्मुदी अथवा क्यारोटको स्मुदी यस्ता चिजहरूबाट हामीले सुरु गर्न सक्यौँ होइन। त्यसपछिबाट लन्चमा चाहिँ अब सबै टाइपका होइन हाम्रो शरीरलाई नरिस गर्नको लागि चाहिने सबै न्युट्रिएन्ट भएको खानेकुराहरू खान सक्यौँ होइन। प्रोटिनको मात्रा पुरा गर्नको लागि चाहिँ हामीले टोफु, मसरुम, सोया चङ्क होइन यस्ता चिजहरू हामीले गेडागुडी, राजमा, चना यस्ता चिजहरू चाहिँ हामीले खान सक्यौँ लन्चमा। किनभने चाहिँ लन्च हाम्रो मेजर मिल हो, त्यो चाहिँ एकदमै रिच सबै हिसाबले ब्यालेन्स हुनु पर्यो। त्यसपछि हामी दिउँसो मिड डे अथवा आफ्टरनुनमा हामीले चाहिँ फ्रुट्सहरू, स्यालेडहरू यस्तो चिजहरू हामीले खान सक्यौँ। र रातिको डिनर चाहिँ अलमोस्ट घाम अस्ताउँदा घामलाई हेरेर हामी आफ्नो डिनर टाइम चुज गर्न सक्छौँ र घाम अस्ताउनेको लगभग आसपासमा हामीले डिनर खाइसक्नुपर्छ। र डिनरमा चाहिँ अलि राम्ररी पकाएको भेजिटेबल खान सक्यौँ, स्विट पोटेटोहरू खान सक्यौँ होइन। कहिले काहीँ धेरै भोक छ भने हामीले रोटीहरू, तरकारीहरू पनि खान सक्यौँ होइन, खिचडी खान सक्यौँ। यस्ता चिजहरू चाहिँ हामीले डिनरमा खान सक्यौँ। हेर्नुहोस् त यो मर्निङ टाइममा चाहिँ हामीले यो क्यारोटको, बिटरुटको स्मुदीहरू बनाएर खान सक्यो होइन, जुस होइन, स्मुदी जसमा छोक्रा पनि त्यही भित्रै छ है त। मिड डेमा हाम्रो लन्च चाहिँ सबै प्रकारका न्युट्रिएन्टहरू पुग्ने गरेर दिउँसो स्यालेड, फ्रुट्सहरू यताउति, र राति चाहिँ यसरी हामीले चाहिँ योगी डायट फलो गर्न सक्यौँ होइन। यो हाम्रो स्प्राउट्सहरू खान मन लाग्यो भने हामीले यो पनि दिउँसोको टाइममा खान सक्यौँ है। यो चाहिँ योगी डायट योगीले कसरी दिनभरि खाना खान सक्यो, के कुरामा ध्यान दिने भन्ने कुरा भयो है। आज चाहिँ यो नै मेरो चाहिँ मैले आफ्नो टपिक यहाँ सिधाएँ। यसमा हामी केही डिस्कस गर्नु छ भने हामी डिस्कस गर्न सक्छौँ है। केही छ यसमा नबुझेको, केही गर्नुपर्ने? म्याम हजुरले त्यो योगिक डाइटमा होइन मसरुमहरू पनि राख्नुभयो, त्यो फेरि राजसिक तामसिकमा पर्यो नि त, अनि त्यसलाई कसरी ब्यालेन्स गर्ने? योगिक डाइटमा तिनटै चिज छ न चाहिँ होइन, तामसिक पनि, राजसिक पनि र सात्विक पनि छ। तर योगी डाइटमा चाहिँ हामीले बेटर भनेर चाहिँ यो तिनटै योगी डाइटको क्लासिफिकेसन हो होइन। तर त्यसमा चाहिँ हामीले कुन चाहिँ यसलाई प्रिफर गर्ने भन्दाखेरि सात्विकलाई प्रिफर गर्ने भयो होइन। त्यो हिसाबले चाहिँ हामीले हुन त हामीले उसलाई पनिरलाई पनि त्यति लिन मिल्दैन होला होइन। किनभने चाहिँ पनिर पनि हुन यस्तो छ, यसको के भन्छ भने फर्मेन्टेड खानेकुरा पनि त्यति इन्क्लुड गरिँदैन होइन। बरु योगी डाइटमा चाहिँ दुधलाई प्रिफर गरिन्छ कम्पेयर टु यो दहीहरूलाई भन्दा होइन। तर त्यो बेलाको दुध भने चाहिँ कस्तो हो भने जुन लोकल गाईबाट पाउने दुधलाई चाहिँ भन्न खोज्या हो होइन। फर्मेन्ट गरिसकेको खानेकुराले अलिकति तुरुन्तै अलिकति पेटमा असजिलो हुन सक्छ भन्ने टाइपले भनेको हो होइन। त्यसमा चाहिँ तपाईँले भने जस्तो मसरुमहरू होइन, यिनीहरू चाहिँ अलिकति अब टोफु पनि फर्मेन्ट गरेर बनाएको हुन्छ होइन। यो चिजहरूलाई चाहिँ खान मिल्ने कि नमिल्ने भन्ने कुरा चाहिँ हो होइन। तर मैले चाहिँ प्रोटिन ब्यालेन्स गर्ने हिसाबले चाहिँ मिट अभोइड गर्ने हिसाबले चाहिँ भने होइन। त्यो हामीले चाहिँ त्यसको लागि चाहिँ अब प्रोटिनको लागि चाहिँ मसरुम, प्याजहरू यिनीहरू चाहिँ त्यसमा चाहिँ योगाको हिसाबले चाहिँ नराम्रो डाइट अन्तर्गतै आउँछ। आउन त त्यसलाई तामसिक डाइटै भनिन्छ। हजुर अरू केही छ? म्याम यो हजुरले भनिसकेको योगिक डायटहरू चाहिँ हठ योगा हो कि लाइक कुन कुन योगाभित्र चाहिँ यो सबै छ कि धेरै जसो योगामा चाहिँ यस्तै खाले योगिक डायट फलो हुन्छ? होइन यस्तो हो, योग भने चाहिँ एउटा चिज हो। त्यसलाई चाहिँ पछि हठ योगा भनेको होइन, अष्टाङ्ग योगा, हठ योगा, पतञ्जलि योगा, अब त विक्रम योगा के योगाका चाहिँ एउटा नाम दियो। तर योगा भनेको चाहिँ ओभरअल योगाको स्कुलिङमा चाहिँ यो डाइटलाई यसरी चाहिँ एक्सप्लेन गरिन्छ भने हो कि। हठ योगामा त धेरै जसो त तपाईँको चाहिँ आसनाजहरूको चिज आयो कि त्यसमा
होइन। हठ योगामा पनि छ त्यो खानेकुरा हेर्नु भएको छ, त्यहाँ श्लोकाहरू छ नि हठ योगा प्रदीपिकामा चाहिँ कस्तो खानेकुराहरू खाने भनेर, त्यहाँ चाहिँ त्यो कुन कुन अन्न खाने, त्यसमा पनि फेरि त्यो भित्र अझै डिटेलमा छ कि होइन। तर तपाईँले ओभरअल यो योगाका डिभिजनलाई नसोचौँ होइन, यो चाहिँ ओभरअल योगाले नै यस्तो टाइपको डायटलाई चाहिँ फलो गर्नलाई सजेस्ट गर्छ भनेर बुझौँ। थ्याङ्क यू म्याम। हजुर हजुर के भन्नुभएको हो? हजुर ए हजुर भन्नु त। हजुर हजुरले सुरुमा यौगिक डाइटमा चाहिँ हामी भेजिटेरियन हुनुपर्छ भन्नुभयो नि त, सकेसम्म हजुर भेजिटेरियन हुनुपर्छ भन्नुभयो। अनि ओहो ओ टाइप्स यौगिक डाइटमा फेरि तामसिक डाइटमा फेरि चिकनहरू मिटहरू पनि आयो नि त। अनि त्यो भयो भने त कन्ट्रास्ट भएन त दुईटा कुरा? यस्तो भयो यो अब योगामा चाहिँ डाइटलाई ओभरअल डाइटलाई चाहिँ कसरी डिभाइड गर्छ भन्ने कुरा भयो कि त्यो होइन। योगाले त क्लेसासहरू पनि एक्सप्लेन गर्छ नि होइन र, यो युगोहरू पनि एक्सप्लेन गर्छ। त्यसको मतलब त्यो योगमा आउने नहुने चाहिँ होइन। तर के भन्छ योगले खानालाई 3टा ग्रुपमा डिभाइड गर्यो, सात्विक राजसिक र तामसिक। तर जब कुनै योगीले चाहिँ कुन डाइट फलो गर्ने त त्यो 3टा मध्ये उसले चाहिँ सात्विक डाइट फलो गर्दा उसको स्पिरिचुअल ग्रोथलाई चाहिँ त्यसले प्रमोट गर्ने भयो। एउटा योगीले फलो गर्ने डाइट चाहिँ सात्विक भयो। तर उसले त्यो योगाका काइन्डमा चाहिँ डाइटलाई 3 भागमा बाँड्यो, कस्तो कस्तो डाइट चाहिँ केमा पर्छ भनेर चाहिँ त्यसलाई चाहिँ क्लासिफिकेसन चाहिँ भयो। तर योगीले कुन डाइट खाने त भन्दा सात्विक डाइट खानलाई खाने हो। तर योगले चाहिँ त्यो सात्विक डाइट मात्रैलाई एक्सप्लेन नगरेर त्यसमा चाहिँ त्यसको क्लासिफिकेसन यो संसारमै भएको डाइटलाई चाहिँ उसले क्लासिफाई गर्दा 3 प्रकारले बाँड्यो कि। ए ओके ओके हुन्छ, थ्याङ्क यू म्याम। हस् हजुर हजुर योगले चाहिँ तर तामसिक डाइट खाऊ भनेर चाहिँ भने होइन होइन। त्यो चाहिँ अलिकति के भन्छ नि तामसिक डाइटले चाहिँ हाम्रो माइन्डलाई पनि डल बनाउँछ, हामी कुनै चिजमा अट्याच रहन्छौँ होइन। नेगेटिभ हाम्रो माइन्डको एउटा पोजिटिभ माइन्ड सेट हुन्छ, एउटा नेगेटिभ होइन, अप्टिमिस्टिक र पेसिमिस्टिक भन्छौँ नि हामी, त्यसमा पेसिमिस्टिक बनाउँछ। त्यो कारणले गर्दा हामी तामसिक डाइट नखाने भनेर चाहिँ योगले सिकाउँछ कि हामीलाई होइन। 3टै डाइटको बेनिफिट र त्यसको ड्रब्याक हेऱ्यौँ भने चाहिँ अब बल्ल चाहिँ त्यसको आधारमा चाहिँ कुन चाहिँ डाइट सुपेरियर रहेछ भनेर चाहिँ योगमा त्यसरी क्लासिफाई गरेर चाहिँ सात्विक डाइटलाई चाहिँ योगले चाहिँ सबसे बेस्ट डाइट भने हो है। अरू केही छ हामीसँग क्वेसन? ल हामीसँग क्वेसन छैन जस्तो छ होइन। अब हाम्रो आजको क्लास पनि सिद्धियो, सँगसँगै हाम्रो डाइट र न्युट्रिसनको क्लास पनि सिद्धियो होइन। र अब यो 3 घन्टाको सेसन भनौँ न, हाम्रो 3 दिनमा 1-1 घन्टा गरेर 3 घन्टाको सेसनमा अब हामी विभिन्न ब्याकग्राउन्डबाट आउनु भएको सबैजनालाई एड्रेस गर्न अलिक अप्ठ्यारो हुने हुनाले एकदम बेसिक चिजहरू मात्रै एक्सप्लेन गरिया छ होइन। अब यसबाट चाहिँ अलिकति जुन मलाई लाग्छ मोडर्न डाइटको हामीले हेर्दाखेरि चाहिँ जुन ओइल घी अथवा ओमेगा 6 3 यसले यो चाहिँ अलिकति तपाईँहरूलाई चाहिँ त्योपट्टि जान्ने हल्का भोग जगायो होला, त्यसलाई स्टडी गर्न मन लाग्यो होला, अथवा हामीले प्रयोग गरिरहेको तेलको चाहिँ बेनिफिट के रहेछ अथवा त्यो खाना हुने नहुने के रहेछ भनेर एनालाइसिस गर्नुभयो होला भन्ने मैले चाहिँ एउटा चाहिँ आश लिएको छु। र अर्को चाहिँ अब हामी योगको एउटा स्टुडेन्ट भएको नाताले गर्दाखेरि चाहिँ डाइटलाई कसरी हेरिन्छ, कुन डाइटले कस्तो यसको असर छ, र योगको मेन चाहिँ योगले चाहिँ योगिक डाइटले चाहिँ हाम्रो शरीरलाई मात्रै नभएर माइन्डलाई पनि कस्तो असर पार्दो रहेछ, अनि योगले चाहिँ कसरी खाने तरिकाहरूलाई पनि सजेस्ट गर्दो रहेछ भन्ने कुरा चाहिँ अलिकति बुझ्नुभयो होला भन्नाले योगिक डाइट चाहिँ अलिकति पुरै अलिक डेप्थमै जान्छ होइन। यो जुन हामीले आँखाले देख्ने लेभल भन्दा पनि अझै हाम्रो चाहिँ यसको हेराइ चाहिँ अझ गहिरोमा जान्छ भन्ने चाहिँ तपाईँहरूले बुझ्नुभयो होला भन्ने मैले आश लिएको छु होइन। मलाई 3 दिनको क्लासमा साथ दिनुभयो त्यसको लागि धेरै धन्यवाद होइन। हस् अब आज हाम्रो सेसन एन्ड गरौँ। सबैलाई धेरै धेरै धन्यवाद। गुड नाइट है त।